21औं मैत्री दिवसको पावन अवसरमा विश्व शान्तिको महान सन्देश बोकी हामी अघि बढिरहेका छौँ, एक दिव्य यात्राको सङ्कल्पसहित। यो केवल पैदल यात्रा होइन, यो आत्माको शुद्धिकरण हो, मनको शान्ति हो र सम्पूर्ण मानव जातिको एकताको प्रतीक हो। हरेक पाइला श्रद्धाले भरिएको छ, हरेक श्वास समर्पणले सिंचित छ र हरेक अनुहार आत्मिक चेतनाले उज्यालो बनेको छ। यहाँ कुनै भेदभाव छैन, यहाँ केवल प्रेम छ, करुणा छ, मैत्री छ। अनुशासनमा बाँधिएका पाइला, एकताको स्वरमा गुन्जिएका हृदयहरू र शान्तिको मार्गमा अटल विश्वास, यिनै हुन् यस यात्राका साँचो शक्ति। हामी हिँडिरहेका छौँ, केवल बाटो पार गर्नु होइन, तर विश्वलाई प्रेम र शान्तिको मार्ग देखाउन। यो अभियान हो आत्मा जागरणको, मानवता जागरणको र साँचो शान्तिको खोजको। आउनुहोस्, मैत्री र करुणाको यस पवित्र मार्गमा हामी सबै एक साथ अघि बढौँ। विश्व शान्तिको कामना गर्दै बोधि सत्य मैत्री धर्म, सर्व मैत्री मङ्गलम। बोधि सत्य मैत्री धर्म, सर्व मैत्री सर्वमङ्गलम। बोधि सत्य मैत्री धर्म, यूनिवर्सल कंपैशन, ब्लेसिंग्स फॉर ऑल।